नमस्ते टासिदेलेक फ्याफुला सबैजनालाई म जोर्डेन गुरुङ तपाईहरुलाई आजको यस भिडियोमा म स्वागत गर्दछु है। र आजको यस भिडियो भनेको हामी बिरामी हुँदाखेरि एउटा पढ्ने पाठ है, जुन चाहिँ सबै बिरामीहरु जाति बनाउन सक्ने है, भगवान संगे मेन्ला भनिन्छ हामीले, उहाँको पाठ, उहाँको मन्त्र है, त्यो कस्तो हो, कसरी जप्ने है, त्यसको बारेमा म आज भन्ने छु है। र त्यो साथै म के भन्न चाहन्छु भने हामीले अब धर्म भनेको चीज चाहिँ यस्तो रहेछ कि हामीले धेरै जस्तो दैनिक जीवनमा यानी सधैँ बिहान बेलुका यानी सधैँ हामीले भगवानलाई सम्झिने, बुद्धलाई सम्झिने त्यसो नगरिकन जब हामीलाई दुःख हुन्छ, कष्ट हुन्छ है, बिरामी हुन्छौं है, त्यो बेला मात्रै हामीले सम्झिने गर्दा रहेछ नि त। हामी सबैजना हामी सबैले त्यसो गर्छौं र त्यो चाहिँ एकदमै गलत रहेछ है। हामीले चाहे अब हामीलाई लागिरहेको होस् कि मलाई त अहिले केही दुखेको छैन, केही बिरामी छैन, म त त्यो संगे मेन्लाको मन्त्र म जप्दिन भन्ने जस्तो एउटा त्यस्तो हैन रहेछ। बिरामी भनेको कति बिमार यस्तो हुन्छ कि जसको बारेमा हामीलाई थाहै हुँदैन है। आफू बिरामी भए तापनि त्यो बिमार आफूलाई भए तापनि आफूलाई थाहै नभएको पनि हुन सक्छ है। र त्यसैगरी सबभन्दा ठुलो बिमारी भनेको भित्रको बिमारी, मतलब भित्र अब हाम्रो त्यो भनेको हैन कि मुटुको बिरामी त्यस्तो भनेको हैन, त्यो भन्दा पनि है, अब मुटुको बिरामी, किडनीको बिमारी, लिभर बिमारी त्यो भनेको हैन, त्यो भनेको यो जुनीको बिमार हो नि त। त्यो बिमारले त तपाईलाई यो जुनीमा मात्रै त तपाईलाई दुःख दिन्छ, अर्को जुनीमा त यो बिमारले, मुटु बिरामीले अर्को जुनीमा त तपाई हामीलाई दुःख दिँदैन नि त हैन। र त्यो भन्दा पनि ठुलो बिमारी चाहिँ के रहेछ भन्दा चाहिँ, जसलाई चाहिँ टिबेटनमा हामीले दुखसुम भन्छौं है। दुख माने विष है, पोइजन। तीनवटा विषहरु छन्, तीनवटा पोइजनहरु छन्। त्यो के हो भन्दा ध्योछाक, सेदाङ, तिमुक भन्छन् त्यसलाई है। अब यसलाई नेपालीमा ठ्याक्कै के भन्छ त्यो मैले थाहा भएन हैन। ध्योछाक माने ध्योछाकलाई तपाईले धेरै कुरा धेरै बुझ्न सक्नुहुन्छ। ध्योछाकलाई मेरो विचारमा राग भन्छ जस्तो लाग्यो, राग है। ध्योछाक भनेको यस्तो चीज हो जुन अरूकोमा भएको सम्पत्ति होस् या जे नै होस् है, त्यसलाई आफ्नो मन लाग्नु है, त्यो मलाई भएको भए है, त्यो लोभ गर्नु है, त्यो चाहिँ ध्योछाक भनिन्छ त्यस्तोलाई है। र अनि अर्को कुरा सेदाङ, सेदाङ भनेको त रिस हो है, रिस। अनि जस्तै ध्योछाकलाई इंग्लिशमा अट्याचमेन्ट भनिन्छ, सेदाङलाई एंगर है, र तिमुकलाई डेलुजन, डिल्युजन भन्छ यसलाई। तिमुक भनेको चाहिँ यस्तो चीज हो हामीले थाहा नहुनु है, थाहा नहुनु नै तिमुक हो। कुन कुरा सही हो, कुन गलत हो थाहा नहुनु तिमुक, तिमुकको कारणले थाहा नभएको है। को राम्रो को नराम्रो थाहा नहुनु तिमुकको कारणले भएको। र त्यसैगरी अब जति कुरा हामीलाई थाहा छैन, जस्तै अब मानौं हामीलाई बुद्धत्व कसरी प्राप्त गर्ने है, आफ्नो मनको रागहरु, मनको रिसहरु कसरी मेटाउने थाहा नहुनु है। अब सुख चाहन्छ तर सुख कसरी प्राप्त गर्ने त्यो थाहा नहुनु, त्यो सबैलाई तिमुक भनिन्छ। ध्योछाक, सेदाङ, तिमुक, यो तीनवटाले गर्दा चाहिँ हामी संसारमा अहिलेसम्म हामीले लाखौं करोडौं जुनी लिइसक्यौं यो संसारमा है त। संसार भनेको एउटा दुःखको एउटा के भन्छ, प्रकृति भन्छ कि के भन्छ, जे होस् दुःखले भरिएको एउटा ठाउँ हो नि त। एउटा सुख पाए जस्तो लाग्छ तर त्यो अन्तिममा गएर दुःख नै भएर जान्छ है। त्यसैले अब यो दुखसुम यानी तीनवटा विषहरु, तीनवटा पोइजनहरुले गर्दा चाहिँ हामी संसारमा जन्मिएको, र यो तीनवटा बिमारी, यो तीनवटा विष है, यो तीनवटा पोइजन हामी भित्र हो। अनि भइन्जेल चाहिँ हामीले
फेरि फेरि यो संसारमा जन्मेर कहिले मान्छेको जुनी लिएर दुःख भोग्छौँ, कहिले अब जीवजन्तुहरूको जन्म लिएर है, कहिले अन्य चराचुरुङ्गीहरूको जन्म लिएर दुःख भोग्नुपर्ने हुन्छ है। चाहे तपाईँले संसारमा भगवानको जुनी लिए पनि है, देवलोकमा भगवानको जुनी लिए पनि भगवानहरूलाई पनि उनीहरूको आफ्नै एउटा दुःख हुन्छ। यो संसारमा दुःख नभएको कहीँ छैन। त्यसैले यो सबैभन्दा यो भित्रीको बिमारी, ठुलो बिमारी दुखसुम, 3वटा विष, 3वटा पोइजनहरू चाहिँ मेट्नको लागि चाहिँ हामीले अनि यो सधैँ हामीले यो साङ्गे मेला उहाँको मन्त्र जप्ने है, त्यसो गर्नुपर्ने चाहिँ एकदमै आवश्यक रहेछ भनेर चाहिँ मैले भन्नु खोजेको हुँ। र उहाँको अनि मन्त्र नजप्नु अगाडि चाहिँ उहाँलाई पहिले हामीले प्रार्थना गर्नु पर्यो। त्यो प्रार्थना चाहिँ पाठ चाहिँ कस्तो छ भन्दाखेरि मैले नेपालीमा पनि लेखिदिएको छु, तपाईँले हेर्नु होला। थुक्जे कुनल न्योम्बे चोम्देन्दे सेन्जम थ्वेबे न्येन्ड्रे धुङ्गालसेल धुक्सुम नेसेल सङ्गे मेङ्गेल हा भेडु राई होला छाक्छालो। हजुर, यस प्रकारको छ है। यसको मतलब के हो त भन्दाखेरि थुक्जे कुनल न्योम्बे चोम्देन्दे भनेको सबै प्राणीहरूलाई है, जस्तो सुकै प्राणीहरू होस्, सबै प्राणीहरूलाई एक प्रकारको एउटै लेभलको दया माया करुणा भएको बुद्ध भन्नुभएको है त। र अनि अब सबै प्राणीहरूलाई दया माया भएको बुद्ध उहाँको क्वालिटी हैन, उहाँलाई कस्तो एउटा उहाँको क्वालिटी कस्तो छ भन्दाखेरि सेन्जम थ्वेबे न्येन्ड्रे धुङ्गालसेल धुक्सुम नेसेल साङ्गे मेङ्गेल हा भनिन्छ। यसको मतलब उहाँको नाम सुन्ने बित्तिकै तल के भन्छ संसारमा अब उहाँ अब भन्नु खोजेको उहाँको नाम सुन्ने बित्तिकै हामीले नर्गमा जन्मिने है, नर्गमा या अब नर्ग जस्तै अनि हिदाक भनिन्छ है, न्यालवा हिदाक ढिडो भनिन्छ। अब नर्गमा या अब हिदाक भनेको त्यो के भन्छ इङ्ग्लिसमा हङ्ग्री गोस्ट भनिन्छ है, त्योमा र अथवा ढिडो भनेको जीवजन्तुहरूमा है। अब यो भगवानको नाम सुन्ने बित्तिकै हामीले यी 3वटा लोकबाट चाहिँ हामीले मुक्ति पाउँछौँ भनेर भनिएको है। र अर्को कुरा धुक्सुम नेसेल साङ्गे मेङ्गिला, र उहाँले के गर्नुहुन्छ, अब उहाँलाई कस्तो शक्ति छ भन्दाखेरि धुक्सुम भनेको अघि मैले भने 3वटा विष 3वटा पोइजन है। यो सबै अब भित्रीको बिमारी धुक्सुम 3वटा विष है, त्यो र अब बाहिरीको बिमारी, सबै बिमारीहरू जस्तो सुकै बिमारहरू भए पनि त्यो सबै बिमारहरू निको बनाउन सक्ने, जाति बनाउन सक्ने अनि बुद्ध साङ्गे मेला उहाँलाई चाहिँ हामी ढोग गर्छौँ भनेको है त। हजुर, अनि अब उहाँको मन्त्र चाहिँ यस प्रकारको छ हो, यो चाहिँ अनि तपाईँहरूले फेरि फेरि जप्नु होला। तियाथा ओम भे गजे महा भे गजे राजा समुङ्गाते स्वाहा है। यो चाहिँ तपाईँहरूले फेरि फेरि जप्नु होला है त, मनमा हालेर भए पनि हुन्छ है। तियाथम बेगज महा बेगज राजा समुङ्गाते स्वाहा, तियाथम बेगज महा बेगज राजा समुङ्गाते स्वाहा, तियाथम बेगज महा बेगज राजा समुङ्गाते स्वाहा, यसरी जप्दै गर्नु होला। यो जप्ने बेला तपाईँले अब उहाँ अब साङ्गे मेला उहाँ चाहिँ कस्तो हुनुहुन्छ, अब त्यो तपाईँले मनमा सोच्नु पर्यो, आफ्नो अगाडि छ भनेर सोच्नु पर्यो। कस्तो छ भन्दाखेरि उहाँको शरीरको रङ चाहिँ कलर चाहिँ निलो छ है, निलो प्रकारको निलो रङ भएको, र दायाँ हातमा एउटा बोट छ है, एउटा औषधिको बोट है, बोट भन्छ कि के भन्छ, बोटै भन्छ जस्तो लाग्यो है, प्लान्ट है, त्यसको नाम आरुरा भन्छ है त। नेपालीमा हर्रो के पनि भन्दो रहेछ हो। अब यो बिरुवा, यो बोटले चाहिँ, यो औषधिले चाहिँ जस्तो सुकै जुनसुकै पनि
बिमारहरू चाहिँ जाति बनाउन सक्छ भनेर भनिँदो रहेछ अरुरा है। त्यो चाहिँ उहाँको दायाँ हातमा छ र उहाँको बायाँ हातमा चाहिँ के छ भन्दा त्यो भाडा एउटा छ लुङ्से भनिन्छ त्यसलाई। त्यसमा चाहिँ अमृतले भरिएको है। अमृत पियो भने त हाम्रो अब बिमारहरू सबै जाति हुने दीर्घ लामो आयु हुने त्यस्तो हुन्छ नि त। दायाँ हातमा सबै बिमार जाति बनाउन सक्ने निको बनाउन सक्ने औषधि अरुरा र बायाँ हातमा 200 हो। त्यो त्यसरी अनि त्यस्तो भएको अनि बुद्ध शरीर निलो रङ भएको है आफ्नो अगाडि छ अनि आफूलाई त्यो अब आफू बिमार अब हामीलाई अनि त्यो अमृत हामीलाई दिइरहेको हामीले पिइरहेको है र त्यो औषधि हामीले सेवन गरेको है हो। त्यस्तो सोचेर चाहिँ यो मन्त्र जप्नु होला है त। मनमा त्यो राखिकन मन यताउता डुलेर मन्त्र जप्नु भयो भने त्यसको त्यति फाइदा हुन्न है त। विश्वास गर्नु पर्यो नि है अब महत्त्वपूर्ण कुरा त। र अनि अन्तमा चाहिँ मन्त्र जपिसकेर अब फेरि प्रार्थना गर्नु पर्यो है त। प्रार्थना गर्नु चाहिँ एकदमै आवश्यकता। अस्ति मैले त्यसको छुट्टै भिडियो पनि बनाएको थिएँ हो। अब यसको उहाँको प्रार्थना चाहिँ यस प्रकारको छ। ग्यावाधी निर्दोधक सँगे मेल्ला ठुग्युर्ने ढोवा चिग्याङ मल्युपा धे साला गोबरसो है त। यसको अर्थ के हो भन्दाखेरि आज मैले यो मन्त्र जपे पश्चात मैले जति पनि मैले पुण्य कमाएँ है, चाहे मैले थोरै पुण्य कमाएको होस् चाहे मैले धेरै पुण्य कमाएको होस्, यो पुण्य कमाएकोले चाहिँ म मात्र नभइकन सबै प्राणीहरू चाहिँ अनि साङ्गे मेन्लाको चरणमा अनि जन्मियोस्। साङ्गे मेन्ला भगवान मेन्ला साङ्गे बुद्ध मेन्ला भएको ठाउँमा जन्मियोस् भनेर चाहिँ प्रार्थना गरिएको है त। हस् त हजुर। अनि केही बिग्रेको भए क्षमा पाऊँ है, माफ गर्नु होला र तल कमेन्टमा लेखिदिनु होला। र त्यसै गरी धर्म सम्बन्धित अरू यस्तै पाठहरू अथवा धर्म सम्बन्धित अरू केही विषयमा जान्नु मन छ भने तल कमेन्टमा लेखिदिनु होला। अनि भिडियोको अन्तसम्म हेरिदिनु भएकोमा धन्यवाद।